यस्तो गराउँछौ यार नेपालीहरु। यो चाहिँ नेपालको गेट हो। नेपालको हैन इन्डियाको गेट यस्तो छ। 100 को 5 वटा। हेलो नमस्ते एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ होला हैन। म पनि एकदम बवाल छु। आज चाहिँ हामी दिदीभाइ भएर कहाँ जाँदैछौँ भन्दा कहाँ जाँदैछौँ अरे हामी त हैन हामी हैन सुनौल हैन सुनौली जाँदैछौँ। हाम्रो भेनाको रुम कस्तो बनाएर राखेको छ म हजुरहरूलाई देखाउँछु। भेनाको रुम देखाउँदैछु है। यहाँ यस्तो यस्तो बनाएर राख्नु भएको। यहाँ यस्तो बनाएर राख्नु भएको। यहाँ आजै लाएँ यस्तो भइरहेको है त गाइस। हेर्नु पनि आज त हामी इन्डिया जाँदैछु म फर्स्ट टाइम। कस्तो हुन्छ, कतिको सामान सस्तो सस्तो पाइन्छ हजुरहरूलाई हल्का जानकारी दिन्छु। राम्रो चस्मा पाइलाग्यो मलाई। ल राम्रो चस्मा पायो भने झिल्के चस्मा लगाइन्छ हजुरलाई मैले। ल यति भन्दै म चाहिँ लागेँ गाइस। दिदी आउनुहुन्छ च्याट्ट परेर हिँड्नु भएको। सुनौला अरे धोतीहरूको मुलुकमा सामान लिन हिँड्नु भएको। अब बसमा चढेर जानुपर्ने हुन्छ हामी चाहिँ। कतिखेर आएको बस? म चाहिँ यता छु। ए त्यो टिकटक बनाउनु हजुरकै त छन् दिन टिकटक बनाउने क्यार्ने होइन। हाम्रो त बेला गयो पुलिसको लागि। यहाँ चाहिँ हामी कफी कम्पनी छौँ मडिग्राम भन्दा थोरै भित्रपट्टि। अब हामी सुनौल जानुपर्ने हुन्छ। सर बसमा जान्छु, सर गाडीमा हिँड्न पाइएछ भाडा होइन भने किन टेन्सन। अब रोक्दै लान्छ। हामी चाहिँ बर्डरमा आइसक्यौँ। दिदी आउनुहुन्छ। बसहरू पुरै यहाँ यस्तो यस्तो तालमा छ होइन। दादा यतै धोती छन्। आमा नेपालको गेट देखाउँदैछु हजुरहरूलाई मैले। नेपालको गेट, इन्डियाको गेट, नेपालको बाटो, इन्डियाको बाटो खतरा देखाउँदैछु है त मैले हजुरहरूलाई आज। मोबाइलै चोडिदिन्छन् कि भन्नु भयो। यहाँ भिडियो गराउँदै दौडायो भने त दौडाइहाल्यो है। नेपालको गेट चाहिँ यही हो गाइस। यो चाहिँ नेपालको गेट हो। अब यो चाहिँ नेपालको गेट होइन। अब इन्डियाको गेट चाहिँ अगाडि छ। अगाडिबाट चाहिँ देखाउने छु हजुरहरूलाई। नेपालको नजिक आछौँ भनेर यस्तो देखेर थाहा हुन्छ है त गाइस। गेट चाहिँ यस्तो छ। यी नेपालको होइन इन्डियाको गेट यस्तो छ। अघि चाहिँ मैले हजुरहरूलाई देखाएँ नि होइन। नेपालको कस्तो थियो, अब यहाँबाट बाँसको टाँगो जस्तो थियो। इन्डियाको चाहिँ यस्तो यस्तो छ। उहाँ झन्डा पनि रहेछ। हामी चाहिँ ठ्याक्क अब इन्डिया बर्डर कटिसक्यौँ। इन्डिया आयौँ है हामी। अब इन्डिया आएपछि यहाँको नजारा देख्न सक्नुहुन्छ। यहाँ धोतीहरू छ सबै यस्तो यस्तो। बाटो हेर्न कति साँघुरो छ, यस्तो साँघुरो है। यत्रो खालको सानो सबै खाल्टाङ खुल्टिङ मात्रै छ के, केही व्यवस्थित भन्ने छैन। फाइनल्ली गाइस नेपाल छोडियो। यहाँ चाहिँ 100 को 5 वटा छ है त। कुन चाहिँ यो लानिन्छ मिलाइदिन्छ। कुन लागिन्छ यो कति दिनुहुन्छ लास्ट रेट भन्नु नि त। 450 100 को 3 टा अरे गाइस। 450 त्यस्तो हजुर। एउटा लाने दुईटा, एउटा लाने एउटा कति पहिला रेट मिलाउनु के त्यहाँ जान्नु मैले। के छ कति 20 रुपियाँ किलो चिनी होइन र पाइन्छ यार। तर चियापत्ती लिन पर्छ। चियापत्ती लिनुपर्छ। किन यस्तो गराउँछौ यार नेपालीहरु। चिनीमा कहीं चिनी पाइन्छ, नमक पाइन्छ, चिनी दुध राखिदिनु 20 रुपियाँ। ओके आफै दिमाग लाउनु पर्छ। चिनी महँगी हो कि अहिले हैन? महँगी छैन, 70 रुपियाँ भइरहेछ के चिनी मात्रै। ए नेपालमा 120 रुपियाँ बिकिराखेछ। 100 रुपियाँ। नेपालीहरु आफै आएर 20 रुपियाँमा चिनी माग्छन् यार। अब के गरौँ त? गर्नै पर्छ। हो हजुर।
महँगो छ महँगो काट्नु पर्छ कति अरे यसलाई के हो 400 है 400 लान्न मैले सही दाम पहिले भन्नु त कसले घटाउँछ 450 ल हाम्रो यहाँ चाहिँ आज सुन्नु इन्डिया आएको थियौँ यहाँ चाहिँ हाम्रो भाइ भेट्नु भएको केही भन्छ भन्नुभएको कि आज ल यो भाइको च्यानल है सब्स्क्राइब गर्नु होला राम्रो भिडियो बनाउनु म चाहिँ एकदम राम्रो भिडियो बनाउँछु सबैजनाले सपोर्ट गरिदिनु होला है त इन्डिया आएर पनि मेरो सब्सक्राइबरहरू भेट भइरहेछ यहाँ चिनीहरू सामान किन्न आएको हामी दिदी यता हुनुहुन्छ एकदम रमाइलो भइरहेको छ सपोर्ट गर्नु होला सब भाइ सबैजना सपोर्ट गरिदिनु होला है त ल भाइ ल गरम यता 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 यहाँ चाहिँ गाइज यहाँ चाहिँ रात परिसक्यो म भारतमा छु होइन यस्तो चलिरहेछ रात पर्न लागिसक्यो आमा सामान चाहिँ चट्टो दालमा यत्रो यहाँ यत्रो भरि भइरहेको छ कि चप्पल लगाइदिएर आएको फेरि म यस्तो पुरा रात परिसक्यो अब जानुपर्छ नेपाल गाइज हेर्दै गर्नु होला भिडियो चाहिँ लङ भिडियो हुन्छ चढाधारमा के कसो हुन्छ बाटोमा फेरि पुलिस स्टेसन मात्र छ कि भर छैन फेरि बहुत झेउ छ नि यहाँ 15 ठाउँमा चाहिँ गर्छ पनि यार लास्टै झेउ छ नि त यार आमा ल यति भन्दै बाटोमा भेटौँला है त जुस पेलै छ यहाँ फेरि यस्तो धारमा गाइस हामी चाहिँ बल्ल भैरवाबाट 8:30 बजे चाहिँ बल्ल हिँडेछौँ मलिग्राम 8:30 भइसक्यो अब मलिग्रामतिरै गएर भेटौँला आजको भिडियो यति नै अर्को भिडियोमा भेटौँला है त गाइस दिदी यता म यता लास्टै हिरो यता आउनु ल गाइस ओके बाई बाई हाम्रो सामान यति जम्मा यति रहेछ राति त यस्तो भयो हेर्नु त मलिग्राममा यस्तो अँध्यारो छ दिउँसै तारा आएको छ आज दिउँसै तारा लगाइरहेको छ गाइस अब अर्को भिडियोमा भेट्नुपर्छ है त गाइस ल ओके बाई बाई